हेलो एभ्रिवान, आज म बनाउँदैछु खिर एकदमै सजिलो तरिकाबाट। मैले चाहिँ यसको लागि 1 मुठी जति चामल लिएको छु। यो चाहिँ मैले आधा घन्टा जति भिजाएर राखिसकेको थिएँ। तपाईँहरूले पनि अगाडि नै भिजाएर राख्नुहोला। र मैले ड्राई फ्रुट्समा चाहिँ काजु बदाम लिएको छु। यसलाई यसरी मसिनो गरी काटेको छु। त्यसै गरी मैले छोगडा पनि लिएको छु। यसलाई पनि मसिनो गरेर काटेको छु। यो चाहिँ नेचुरल स्विटनर हुन्छ नि त, त्यो भएर खिर पनि एकदमै मिठो बन्छ यसले चाहिँ। त्यसपछि भाँडा बसालेर 2 चम्चा घिउ राखेको छु। मैले चाहिँ ल्वाङ फुराएँ। तपाईँहरूसँग चाहिँ सुकमेल छ भने त्यो पनि राख्नुहोला। त्यति फुराइसकेपछि चाहिँ मैले अघि काटेर राखेको यो काजु बदामलाई एकैछिन फ्राई गरेको छु। धेरै बेर चाहिँ गर्नु पर्दैन, 20-30 सेकेन्ड फ्राई गर्दा हुन्छ। त्यसपछि मैले अघिको छोगडा पनि राखेँ। छोगडा पनि राखेर 20-30 सेकेन्ड जति चाहिँ मैले यसलाई पनि मजाले फ्राई गरेको छु। त्यसै गरी मसँग चाहिँ यो नरिवलको धुलो थियो, त्यो पनि मैले राखेको छु थोरै मात्रामा। तपाईँहरूसँग सिङ्गो छ भने सिङ्गो नै काटेर राख्दा पनि हुन्छ। यसलाई पनि एकछिन फ्राई गरिसकेपछि चाहिँ तपाईँहरूले दुध राख्दा हुन्छ। मैले पनि दुध राखेँ। दुध चाहिँ 1 लिटर जति भयो भने ठिक्क हुन्छ। दुध राखेर फेरि यसलाई चाहिँ राम्रोसँग चलाएर केही बेर छोडिदिने र थोरै बोइल हुन लागेको जस्तो भइसकेपछि चाहिँ अब यसमा चामल एड गर्दा हुन्छ। अघि जुन भिजाएर राखेको चामल छ, चामल एड गरेर चाहिँ अनि यसलाई मजाले उमाल्दै डाडुले चलाउँदै पकाउने। चलाउन चाहिँ बिचबिचमा चलाइराख्नुपर्छ, उम्लिन छोड्दिनु होला मजाले। उम्लिँदै बिचबिचमा चलाउँदै गर्नुभयो भने चाहिँ तलबाट डढ्न पाउँदैन अनि खिर पनि एकदम मिठो हुन्छ। र यसको कलर अलिकति तपाईँहरूलाई डिफ्रेन्ट लाग्यो होला। यो चाहिँ यो जुन छोगडा मैले राखेँ त्यसको कारणले गर्दाखेरि चाहिँ कलर यस्तो आएको छ। यो यतिको हेर्दा पनि एकदम राम्रो देखिन्छ। मैले यसरी नै चलाएर पकाउँदै आधी घन्टा जति लाग्यो, आधी घन्टा 40 मिनट जति। यो सबै मजाले दुध पनि घटेर यतिको भएको छ अनि चामल पनि मजाले गलेको छ। त्यसपछि चाहिँ चिनी मैले धेरै राखिनँ, किनकि मैले अघि सुरुमै भनेको थिएँ नि, यो जुन छोगडा मैले राखेँ यसले नै गुलियोपन लिएर आउने हुन्छ। त्यो भएर हामीले चिनी धेरै राख्नु पर्दैन। मैले चाहिँ आधी चम्चा अलि लगभग आधी चम्चा जति राखेँ। चिनी राखेर राम्रोसँग चलाउँदै यसलाई केही बेर फेरि पकाउँदैछु। पकाएपछि यो यतिको भयो र यो तयार पनि भइसकेको छ। मैले चाहिँ यसलाई कचौरोमा सर्भ गरेको छु र यो खाँदा पनि एकदमै मिठो, गुलियो पनि धेरै भएको थिएन, ठिक्क भएको थियो। तपाईँहरूले पनि यसरी नै एकचोटि बनाएर हेर्नुहोला।